हेलो नमस्ते एभ्रिवान। आज चाहिँ म एउटा रेसिपी फेरि अर्को इभिनिङकै रेसिपी भइरहेछ मेरो। स्क्विडसँग म चाहिँ मिक्स भेजिटेबलहरू पकाउन गइरहेको छु। यहाँ देखिराख्नु भएको छ मैले चाहिँ केलाएर राखेको स्क्विड है। यो यस्तो यसपालि चाहिँ मैले यस्तो गोलो गोलो खालको केलाएको छु के। यो गोलो गोलो स्क्विड देख्दाखेरि चाहिँ भेजिटेबलमा देख्दाखेरि चाहिँ मलाई मेरो छोराछोरीको याद आउँछ के। सानोमा हामी जुसिङापुन हुँदाखेरि जुसिङमा खाना खानु जान्थ्यौँ अनि मिक्स भेजिटेबलमा यस्तो हालेन औँठी 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 खाने भनेर मेरो छोरा र छोरी क्या। अनि भेट्दैपछि उनीहरूलाई दिनुपर्ने कि यो चाहिँ मिक्स भेजिटेबलमा त्यो याद आउँछ। त्यस्तै त पनि सम्झना होइन। सो स्क्विड केलाइसकेको छु मैले, यहाँ चट्टा राखेको छु। अनि यो मिक्स भेजिटेबलहरू अनि छोटो भिडियो हुनेछ किनभने यो छिटो पाक्छ नि त, सीफुड छिटो पाक्छ। अनि यसको लागि चाहिने इन्ग्रेडियन्ट्सहरूमा चाहिँ के छ भन्दाखेरि अफकोर्स मिक्स भेजिटेबल मैले चाहिँ क्यारोट, फुलकोपी, ब्रोकौली र यो चाहिँ स्नो पिस लिएर आएको छु। यसलाई चाहिँ म ब्लान्च गर्ने हो, यसलाई पनि ब्लान्च गर्ने है। अनि यसमा छ यो यसरी स्लाइस गरेर काटेको जिन्जर, थिचेको लसुन, खुर्सानी, अनि यो चाहिँ टमाटर अनि अलिकति चिकन क्युब लगाउँछु। अनि यसमा लाग्छ ओइस्टर सस, सोया सस, सासिमी ओइल अनि फिस सस अनि यो चाहिँ कुकिङ ओइल। सो अब ढिलो नगरिकन हामी पकाउन सुरु गरौँ। त्यहाँनिर पानी उसिन्न बसाइसकेको थिएँ होइन, पानी उमाल्न बसाइसकेको थिएँ। अब यसमा चाहिँ म यो सासिमी ओइल लगाएर यो सब्जीहरूलाई चाहिँ ब्लेन्ड गर्छु। चाहिने सब्जी बनाउँदै हुनुहुन्छ भने चाहिँ तपाईँले सासिमी ओइलै लगाउनुहोस् है, त्यसले गर्दाखेरि एकदम मिठो बास्ना आउँछ। सो अलिकति लगाएँ। अब यसमा चाहिँ म सब्जीहरू ब्लेन्ड गर्दैछु। यो बुलुक्क उम्लेपछि सब्जीहरू लाउने 10 सेकेन्ड राखेर निकालिहाल्ने। अनि यसमा चाहिँ म चिसो पानी राखेर यसमा डुबाउँदैछु कि सब्जीलाई। अब यो पानी भक 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 उम्लेपछि चाहिँ नि हाम्रो सब्जी ब्लेन्ड गर्नु पर्फेक्ट भयो कि। पानी उम्लेपछि मात्रै लगाउनु होला सब्जीहरू। नि लाएर अर्काई फर्काई गरेर 10 मिनट भने पनि सब्जी चाहिँ 20 मिनट जति राख्नु भयो भने पनि केही फरक पर्दैन। तर मजाले अर्काई फर्काई चाहिँ गर्ने। अनि निकालेर पानी चाहिँ तपाईँको चिसो पानी नै हुनुपर्छ कि। त्यसमा चाहिँ आइस एउटा दुईवटा दाना राखिदिएको राम्रो के, आइसको डल्लाहरू लगाइदिनुहोस्। अनि त्यस पछाडि फेरि त्यसमा एकछिन आइस वाटरमा राख्ने यो सब्जीलाई, उम्लेको पानीबाट निकाल्ने तारेर अनि आइस वाटरमा भिजाउने है। एकदमै यसको कलर चेन्ज हुँदैन सब्जीको, दामी हुन्छ। हजुरहरूले पनि ट्राई गर्नु होला है त यो मेथड। 10 सेकेन्ड राखी ठ्याक्कै। अब ग्यासमा हालेर म यसलाई चाहिँ चिसो पानीमा, यहाँ चिसो पानी रेडी गरिसकेको छु, यसमा डुबाउँछु सबै सब्जीलाई। अब यो चिसो पानीमा एकैछिन डुबाएर यसलाई म तारेर राख्छु है। अब यही पानीमा स्क्विडलाई चाहिँ घडी हेरी ठ्याक्क 10 सेकेन्ड मात्रै है, किनभने यो धेरै बेर पकायो भने चाहिँ एकदम चेवी हुन जान्छ क्या। एकदमै चपाएर चाहिँ नि खानुपर्ने हुन्छ। सो यसलाई चाहिँ म ठ्याक्क घडी हेरेर 10 सेकेन्ड यतिले पुग्छ हामीलाई। सो हेर्नुहोस् त सबै फुस्क्यो। अब निकालिहाल्ने हो। अब यो त राख्नै हुँदैन, बर्बाद हुन्छ नत्र। निकालिहालेँ है त, म निकालेर देखाउँछु। हेर्नुहोस् त उसिनेपछि यस्तो हुन्छ है। 10 सेकेन्ड मैले भनिसकेँ, फेरि पनि 10 सेकेन्डमा निकालिहाल्ने। अनि यस पछाडि यो सब्जी पनि ब्लेन्ड गरेर हेर्नुहोस् न, कलर जस्ताको तस्तै छ। अब हामी पकाउन सुरु गरौँ है। मैले चाहिँ कराई बसाइसकेँ। अहिले फेरि मलाई कस्तो इभिनिङमै रेसिपी बनाउनु जोडिरहेको छ क्या। ठिक्कले लाउने, अघि पनि तेल लगाएको छु, त्यसले गर्दा धेरै तेल नलाउने। अब यसमा चाहिँ यो चाइनिज कुकिङ भएको हुनाले तपाईँले के लाउनु पर्दैन है। सुरुमा म अदुवा र लसुनलाई फुराउँदैछु अनि बाँकी कुरा लाउने। मैले अदुवालाई स्लाइस गरेर लगाएको छु चाइनिज स्टाइलले, लसुनलाई कस्रो कुटेर लगाएको छु है। साँझ 6 बजीसक्यो, हेर्नुहोस् न बाहिर कस्तो घाम लागिरहेको छ। अब यसलाई हल्का रातो हुन दिने। त्यस पछाडि चाहिँ म यो उयो लगाउँदैछु, के भन्छ अरे, खुर्सानी पनि एकैचोटि भुटिदिने। अनि यो एउटा चिकन क्युबलाई एक सानो 4 भागको 1 भाग चाहिँ काटेर लगाउँदैछु है। धेरै लाउने होइन, धेरै लाउनु हुँदैन। यसमा म खुर्सानी लाउँदैछु। अब सानो राख्नु। अब यसमा टमाटर लाउने।
अलिकति लगाइदिनु। अनि मैले चाहिँ चिकन क्युब टमाटर लगाइसकेपछि अलिकति बेसार र नुन पनि लगाएँ। मैले बेसार र नुन चाहिँ अघि देखाउन सायद बिर्सेको थिएँ होला, तर यो मेरो रेसिपीमा चाहिँ स्टेप बाई स्टेप तपाईँहरूले देख्न सक्नुहुन्छ। टमाटर चाहिँ कस्तो भयो हेर्दै जाउँ है। टमाटर पाक्न लागेको छ। अब यसमा चाहिँ म ससहरू लान चाहँदैछु। यसमा सबैभन्दा पहिला लाउँछु मैले ओइस्टर सस। ओइस्टर सस झन्डै 1 चम्ची जति छ, साह्रै धेरै नलाउने, यो त हल्का गुलियो हुन्छ है। यस पछाडि म लाउँदैछु यसमा सोया सस, डार्क सोया। यो पनि थोरै लगाउने, डार्क सोयाले कलर एकदमै बिगार्छ। थोरै डार्क सोया, डार्क। अनि यसमा मैले सासिमी ओइल लगाएँ आधी चम्ची। यसले चाहिँ सब्जीलाई एकदमै मिठो बास्ना सब्जीमा दिन्छ क्या यसले लगाएपछि। अब यसमा लाउने अलिकति फिस सस, किनभने यो सी फुड बनाउँदैछौँ। फिस सस पनि मैले आधी चम्ची जति लगाएँ। अब यसमा सँगसँगै लगाउँदैछु म यो भेजिटेबल, अनि लाएर मजाले चलाउने है। भेजिटेबल लाएर मजाले चलाउने अब यसलाई। अब हल्का बढाइदिउँ। यो मैले अघि तपाईँहरूलाई त्यहाँ देखाउनु बिर्सेछु, अलिकति कर्नफ्लोर यसमा लगाउँदैछु मैले। कर्नफ्लोर लगायो भने चाहिँ यो साइनी अनि अलिकति बाक्लो पनि देख्छ है। बाक्लोको मतलब ग्रेभी। अब यसमा चाहिँ अलिकति सोया सस लगाइदिएँ, कर्नफ्लोर लगाइदिएँ मैले, धेरै नलाउने, फेरि लतत बाक्लो हुन्छ नि। मैले यो त अब एकैछिन चलाउने, अन्त यो हुन्छ है त्यस पछाडि। ल हाम्रो सब्जी चाहिँ पर्फेक्टली पाकिसक्यो। अब यसलाई म तातो सर्भ गरेर देखाउँछु है। ल हेर्नुहोस् त, छोटो मिठो मेरो रेसिपी चाहिँ एकदमै रेडी भयो। तपाईँहरूलाई कस्तो लाग्यो मेरो रेसिपी कृपया कमेन्टमा लेख्नु होला। अनि अरू के को रेसिपीहरू हजुरलाई मनपर्छ भन्नु होला, म बनाउँदै जानेछु। खाना चाहिँ एकदमै मिठो छ है। ल त, बाई एभ्रिवान, थ्याङ्क यू सो मच फर वाचिङ। अनि बाई त भनिसकेँ, फेरि मलाई बरन्डामा ल्याएर देखाउनु मन लाग्छ कि। यो चाहिँ मेरो 4 तलाको बरन्डाबाट यस्तो देख्छ कि उज्यालो घाममा। हेर्नुहोस् त, सनसेटको उज्यालो है यो।